फेसबुक चलाउनेहरूको खुसीको खबर अब फेसबुकले एकदम नयाँ रुल्स निकालेको छ गाइज। फास्ट ट्र्याक रुल्स निकालेको छ गाइज। एकदम खुसीको खबर फेसबुक चलाउनेहरूको लागि। हेर्नुस्, अब दिनेछ फेसबुकले स्यालेरी हजुरहरूलाई। फेसबुकले स्यालेरी अब लगातार 3 महिनासम्म दिन्छ गाइज। हेर्नुस्, $100 देखि $450 अब दिन्छ फेसबुकले। 20,000 देखि 1 लाखसम्म फलोवर्स भएको फेसबुकलाई दिनेछ फेसबुकले $100 देखि $450 र अझै त्यति होइन, $1,000 पनि अब दिन्छ फेसबुकले। हेर्नुस्, तर यसको चाहिँ 1 लाख फलोवर हुनुपर्छ। 1 लाखभन्दा धेरै फलोवर भएपछि $1,000 फेसबुकले पर मन्थ दिन्छ गाइज। र त्यति मात्रै पनि होइन गाइज, अरू पनि छ गाइज। $3,000 दिनेछ पर मन्थ। हेर्नुहोस् गाइज, तर यसको लागि के हुनुपर्छ, 1 मिलियन फलोवर्स हुनुपर्छ गाइज। 1 मिलियन फलोवर्स भएपछि $3,000 दिन्छ फेसबुकले। तर यसमा फेरि के भन्छ भने इन्स्टाग्राम, टिकटक र युट्युबमा पनि फलोवर्स हुनुपर्छ। त्यही भएर अब इन्स्टाग्राम पनि खोल्नुपर्छ, टिकटक पनि अब फलोवर्स बढाउनुपर्छ र फेसबुकमा पनि फलोवर्स बढाइरहनुपर्छ गाइज। अनि यसको रुल्स चाहिँ छ गाइज। हेर्नु, प्रत्येक महिनामा 15वटा रिल्स हाल्नु पर्ने छ गाइज। प्रत्येक महिनामा 10वटा पोस्ट गर्नुपर्छ। अनि बल्ल यो के भन्छ रुल्स, यो फेसबुकको रुल्स हो। अब पहिला सेटअप गर्न परिरहेको थियो, लगातार त्यसमा एक्टिभ हुनु पर्थ्यो। अहिले त्यस्तो छैन। त्यो नहाले पनि फेसबुकमा फोटो, रिल्स, भिडियो नहाले पनि अहिले डाइरेक्ट दिन्छ, तर हुनुपर्छ प्लस। त्यस्तै अब तर दिन्छ, कसलाई दिन्छ त यो, र यो कहाँ लागू भएको छ, कुन देशमा लागू भएको छ गाइज। हेर्नुहोस्, पहिला यो छ US र क्यानाडामा। तर 18 वर्षदेखि माथि हुनुपर्छ, मुनिको होइन। 18 वर्षदेखि माथिकोलाई यो एकदमै राम्रो खुसीको खबर छ। फर्स्ट ट्र्याक निकालेको छ फेसबुकले। 2 देशमा अहिले लागू भएको छ र बिस्तारै हाम्रो नेपालमा पनि यो आउँछ गाइज। पहिला थिएन, अब आइसकेको छ। फेसबुकको कन्टेन्ट मोनिटाइजेसन पहिला थिएन, अहिले आइसकेको छ। यस्तै अब यो नियम पनि बिस्तारै नेपालमा पनि लागू हुन्छ गाइज। त्यही भएर अब फेसबुकमा पनि फलोवर्सहरू बढाउनु होला, कन्टिन्यू फेसबुकमा एक्टिभ रहनु होला गाइज। यो खुसीको खबर हो, एकदम राम्रो खबर हो गाइज। र राम्रोसँग काम गर्नु होला गाइज, एक्टिभ रहनु होला फेसबुकमा। अब यो बिस्तारै उता आइसकेपछि पहिला त आफ्नो देशमा नि गर्छ, पहिला दिने गर्छ, अनि बल्ल अरू देशमा दिने। पहिला आफ्नो देशमा लागू गर्ने हो, पछि बिस्तारै अरू देशमा अब दिन्छ। त्यही भएर गाइज एकदम राम्रोसँग फेसबुकमा एक्टिभ रहनु होला, भिडियो रिल्सहरू हाल्नु होला र फलोवर्सहरू बढाउनु होला। र यस्तै भिडियो हेर्नका लागि गाइज फलो गर्नु होला। ओके गाइज, शेयर गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला गाइज, फलो गर्नु होला। ओके गाइज, अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई।